यहाँ पोडकास्ट सुरु हुँदैछ। उहाँ हुनुहुन्छ साजन जोशी र यता हुनुहुन्छ सर्वज्ञ ग्यावाली। आजको टपिक हाम्रो एकदमै जेनरल हुन्छ। टपिक बिनाकै पोडकास्ट गर्दा राम्रो हुन्छ। गर नर्मल गर कि तिमी अहिले किन पोडकास्ट भन्दा बित्तिकै चाहिँ मैले ऊ भनेको थिएँ क्या लायन्स लायन्स हट पनि हो एरो हेड पनि थियो। लायन्स हटबाट पनि सुन्छु होइन आनन्दले यहाँ बस्छु। आज हामी चाहिँ दिनभरि नै ट्राभलमै गयो भनौँ न होइन। अब भोलि चाहिँ हामी मस्त अब कहिले कति बजी उठिन्छ चाँडो उठ्ने प्रयास गरौँ। सकेसम्म सूर्य उदाउनुभन्दा अगाडि उठ्नु किनभने सनराइज हेर्न जाने हुन चाहिँ सक्ला अलिक गाह्रो हुन सक्ला तर साढे 10 भइरहेछ। 10:30 भएछ अब आज भोलि 7-9 बजी 4 घण्टा 6-7 भनेपछि कति बजी हुन्छ अहिले सनराइज हेर न कति बजी सनराइज हेर त कति बजी रहेछ त्यहाँ यस्तो गर्ने के पहिला हामी 6 बजीतिर उठ्ने होइन 6 बजी उठ्ने आइरा उठेर ढाक यसरी यतिकै लिने हो क्या म त यति गइदिन्छु जाडो हुन्छ भन्नाले यतिकै लगाएर गइदिनु भने क्या मुख अलिक बाँध्नु गरिदिनु त नि होइन गएपछि राम्ररी जाने फोटो चाहिँ खिच्नुपर्छ फोटो खिच्नु पर्यो होइन तर कति बजी हो सन् 7 बजेपछि मात्रै हुन्छ कि त्यही साइडमा भन्यो कति बजी कति बजीतिर हो भोलिको सनराइज हाम्रो 7:30 बजे ए 7:30 भने ठिकै हुन्छ सनराइज नै देखाएको छ 7:30 बजे देखाएको छ होइन। हामी त्यहाँ पुग्दाखेरि ट्याक्कै 7 बजेर 15 मिनेट सनराइज देखाएको छ 7 बजे यहाँबाट हिँड्छौँ 7 बजे यहाँबाट हिँड्छौँ त्यहाँ जाँदाखेरि 10-15 मिनेट लाग्छ अनि कुरेर बस्ने सिधै केही हल्का खाएर त्यसपछि हामी उता फर्किँदाखेरि चाहिँ लिएर कहाँ ट्रेनको ऊ त गाडीमै राखेर जानुपर्छ नि सामानहरू त ट्रेनमा जाँदा कि उता त ट्रेनमा जाँदा त हो तर बाटो कताबाट जाने यतैबाट फर्किने कि त्यतैबाट आज गएको उसले चाहिँ के भन्यो नि बोटमा जाने मान्छेहरू चाहिँ उताबाट मिल्छ अरे अरू मिल्दैन अरे। यताबाट त तिमी एउटा पोइन्टमा जान्छ त्यहाँबाट एक्जिट नै छैन फेरि फर्किनु पर्छ यतिबाट तल झरेर मेन पोइन्टमा पुगेर अनि ट्रेल सबै सकेर अनि तल झरेर त्यो अघि नै हामी गएको त्यो लेकमा सनसेट चाहिँ कति भइरहेको थियो हामीले यसो खिचेको अब आ भोलि चाहिँ उताबाट हुन्छ होइन उता त्यो अर्कोतिर भयो त्यो डिरेक्सन थाहा भने कि त्यो नयाँ अनि कस्तो लाग्यो दाइ अरूभन्दा नि दाइका चाहिँ खाना राम्रो भएन आज त्यो त भन्ने परिहाल्यो राम्रो लागेको छ तर दाइले पिठो बनाएर खायो मैले के अरे त्यो भेजवाला चाउचाउ पनि त्यो पनि मिठो थियो क्या आज मिठो लाग्छ तर भने जस्तो भएन
भने जस्तो मैले केही नै भनेको थिइनँ त भयो मलाई त भने जस्तो उसलाई केही एक्सपेक्टेसन राख्नु पऱ्यो नि त थिएन मेरो एक्सपेक्टेसनै थिएन केही नै थिएन हाम्रो कस्तो हो ठिक हो हाम्रो त बवाल भयो पिरो भयो अलिकति त्यो अन्डा बढी भयो भनिरहेको थियो दुईवटा पहिल्यै धेरै खाइसकेको थियो अरे अनि पछि फेरि अन्डा हालौँ भन्दाखेरि चाहिँ भयो नहालौँ अन्डा मैले त खाइनँ पछि त खाइदियो अन्डा नागा भनेको नि तिमीले चौचौमा कस्तो के हुन्छ भनेर मैले त खाइदिएँ भनेको अन्डा अनि चाहिँ तिमी नेपाल जाने भनिरहेको छौ कस्तो लागिरहेको छ मलाई त कहिले मार्च आउँछ जस्तो भइसक्यो कहिले जाउँ भइरहेको छ है त्यस्तो कहिले त्यो तर मैले सुनेको 3-4 दिनलाई मात्रै हुन्छ त्यस्तो अनि जब तिमी बस्छौ नि त्यहाँ अहिले यताको हुने ह्याप्पी स्टेटवाला यताकै आउँछ अरे क्या त्यहाँ भने जस्तो हुन्छ नि जस्तो लाग्छ तर बच्चैदेखि उता बसेको भए त्यस्तो नहोला सायद है नहोला एक महिना त त्यस्तो होइन फ्यामिली नभेटेको त्यत्रो भइसक्यो नि त तर नहोला नहोला त्यस्तो फुडहरू निस्केको छ फुडहरू सबै चाख्नु पऱ्यो नि त सब चाख्ने म त गएर जाने बित्तिकै मोमो खाइदिइहाल्ने मोमो झ्याम्का लगाएर होइन त्यसपछि उता जाने हो पर्खान जाने हो धेरै छ क्या दाइ प्लान अनि पोखरा जानुपर्छ पोखरा जानु प्लान छ यस्तो छ नि त सब प्लान भइसक्यो फ्यामिली साथीहरू अनि साथीहरू भेट्छ साथीहरू भेटेन नि टाइम स्पेन्ड गर्न उ हुन्छ कि सजिलो हुन्छ कि अब मेरो जाने बित्तिकै कोही छैन भनेपछि एक्लो हुन्छ नि त जाने बित्तिकै चाहिँ मेरो यो ट्रान्सप्लान्टको काम सकिहाल्ने अनि त्यसको ठ्याक्कै नेक्स्ट विकमा साथीको बिहे छ बिहेमा गयो बिहे भयो सक्यो अनि त्यो बिहेसकेपछि अनि त्यहीसँग अनि केही साथी लिएर पोखरा चलिदिने पोखरामा रमाइलो गर्न आउने अनि त्यसपछि फेरि मेरो अर्को फेरि छ नि त सिक्न पनि यताउता गरेर जान्छ यतिकै अनि फ्यामिलीसँग भेटाउनु पऱ्यो होइन अब त्यही बेला कोही यस्तो भेटिहालेछ भने उता पनि गर्नु पऱ्यो भेटेछ भने त्यो कुरो नत्र भने त यतिकै जति सोधिस केही हुँदैन त यो दिस इज अल नट बुलसिट के दिस अल बुलसिट दिस आर अल बुलसिट दे आर सिटिङ इन अस लाइक नथिङ मोर दे आर जस्ट सिटिङ होइन से हो नि त अनि उनी के हेर्नु त्यो के यो भनेछ ऊ भएछ यो दशा भयो ऊ भयो यसले कारणले नभएको यो है त नि त्यस्तो नि हुन्छ कहिले होइन त्यस्तो नि हो अब आवाजधारी अब जे नि भन्दैछ जे नि बोल्दैछ जे नि भयो आशिषको त कतिवटा कुण्डलीहरू कतिवटा हुन्छ अरे 32 गुण 32 गुण बनाएको त 28 वटा मिलाएको त हो दाइ 28 वटा भनेपछि अहिले त पर्फेक्ट हो 26 वटा यति हो मैले के भनेको ल दाइ 26 वटा मिलाएको छ नि दाइ त्यही मिलेछ नि होइन मिलेछ भन्नाले भन्नाले टाकटुक हुन्छ नि अलिअलि अलि त पाइयो त्यो अलिअलि त अभियसली भइहाल्छ त्यो भनेको कम्प्लिट माइन्डसेट चाहिँ कसैको मिलाएन नि त 32 अनि 32 मा 26 भनेको थिएँ यही हो नि त्यो नम्बर इज पर्फेक्ट त हुँदैन नि त होइन त्यही बेला सोधेको क्या 26 गुण मिलेछ भने तिमी त्यो कुण्डली अनुसारको हाउ आर यु फिलिङ अन द्याट पोइन्ट्स भनेर सोध्दा मैले भने तिमीले कतिको विश्वास लागिरहेको छ त्यो